हेलो वेलकम ब्याक टु माई ब्लग होइन। अनि आजको ब्लगमा चाहिँ हामी माथि 90 डिग्री देख्ने सिन भ्यूमा जान आँटेको छौँ होइन। अहिले ठ्याक्कै 12:40 गइरहेछ बिहानको होइन। अनि स्कुल छुट्टी थियो, त्यही भएर साथीहरूसित रमाइलो गर्नलाई गएको। यहाँ छन् होइन साथीहरू चाहिँ हाम्रो। अनि आज फुड भ्लग बनाइदिनेछु म होइन। त्यहाँ कस्तो कस्तो ठाउँ छ सबजना रेडी भएर जानु आँटेको है। टक्क हाम्रो साथीहरू चाहिँ यहाँ छन् होइन। सबजना अझै 2जनालाई पर्खेर बसिरहेको हामी चाहिँ। यहाँ हाम्रो एउटा डन छ होइन, मुटु डन। यहाँ चाहिँ मेरो भाइ साथीहरू थाहा छैन होइन। अब जे गरे पनि म बाटोमा त्यहाँ बनाउनु पाउँदैन। एकैचोटि हामी माथि भेट्नेछौँ जाने ठाउँमा है त। जस्ट फोटो खिच्ने ठाउँदेखि चाहिँ हामी हिँड्न थाल्यौँ होइन गाइज। धेरै भुलिनु हुँदैन क्या, यस्तो बाटो हुन्थ्यो होइन। यहाँ यत्रो डाँडा छैन, यस्तो जङ्गलमा है, जङ्गल फाड्दै हिँड्नु परिरहेछ भनेको क्या। हिँड्नु हुने डाँडा डाँडै डाँडा जता अरे त्यतै। अझै गन्तव्य माथि छ। मोडे बल्ल हापाइ पुग्यो गाइज। अझै यहाँदेखि माथि छ होइन तल। अब यहाँ चाहिँ एकछिन बस्ने पर्ला अवस्था छ होइन। बस्नु पनि यस्तो दामी ठाउँ छ है यहाँले। यहाँदेखि अझै माथि लाग्नुपर्ने हुन्छ है। यहाँ हाम्रो गाइजहरू सेसिएर फेसी हुँदा आइपुगिरहेछन्। म खासै बोल्नु चाहदिनँ क्या गाइज। कस्तो है टक्क लाएर सब लास्टै गएर सेकेन्डमा चाहिँ हाम्रो विपना रहेछ है आउँदै गर्ने। यहाँबाट हाम्रो भाइहरू पनि आउँदैछ। गाइज फाइनली चाहिँ हामी टपसम्म आइपुग्यौँ हाम्रो गन्तव्यसम्म होइन। टपसम्म क्या लास्ट कति घन्टा पछाडि आइपुग्यो।
स्थानीय स्वर्ग